अब मेरो 23 दिनको फास्टिङको अनुभव छ। हजुर। 1 महिना फलाहार मात्रै खाएर बसेको अनुभव छ। हजुर। 1 महिना जुसमा मात्रै बसेको अनुभव छ। 45 दिन दुधमा मात्रै, दुध कल्प भन्छ। हजुर। किताब पनि छ पढ्नु होला। यो बेलामा त्यस्तो पढ्नुभयो भने तपाईलाई त्यसले बुस्ट फिडब्याक दिन्छ। तपाईलाई त्यसले रिचार्ज गराइदिन्छ के। मोटो मान्छेले जस्तै उहाँ है, उहाँले खाना खानु भएन यदि भने, हजुर, उहाँले खाना नखाइसकेपछि उहाँसित डिप्सिट भएको जुन फ्याट छ नि, त्यो उहाँले नर्मली 10 बजे खानुहुन्थ्यो भने 10 बजे उहाँले खाना खानु भएन, किनभने उहाँ त फास्टिङमा बस्दै हुनुहुन्छ होइन। त्यो 10 बजेर 15-20 मिनट शरीरले कुर्छ, यसले खान्छ कि, किन भन्दा त्यही सोचेर जाने हो नि त। तपाईँको 15-20 मिनट भित्रमा तपाईँले नखाएपछि तपाईँसित भएको डिप्सिट फ्याटबाट उसले आफूलाई चाहिने पर्ने चिज लिइहाल्छ, बडीले आफै लिन्छ। मोटो मान्छेले, धेरै मोटो मान्छेले 90 दिनसम्म फास्टिङ बस्न सक्छ आरामले। त्यसमा केही असर पर्दैन हो भन्दैछु। घोडा दुखेर आएको, डाक्टरको दबाई खायो, के भएन, घोडामा सुई लायो, के भएन, के गरिन् के नभए वैद्यमा आएर दबाई खाएको अब 3 महिना भयो। अहिले बुझ्नु बस्नु नै भएको छ। त्यसमा असर कस्तो भन्दा सेन्टरमै बसेर लिनु पर्यो, डाक्टरको प्रत्यक्ष निगरानीमै लिनु पर्यो। किन भन्दाखेरि उसको मनस्थिति विक हुन सक्छ। ओहो मैले खाना खाएको छैन, चक्कर लागे जस्तो पनि हुनसक्छ नि मान्छेलाई। बडीलाई चक्कर लाग्दैन, माइन्डलाई लाग्छ कि ओहो मैले आज खाएको छैन नि त। व्रत बस्दाको दिन तपाईँहरूकै मनमै कति कुरा खेल्या होला नि त। त्यतिखेर तपाईँको शरीरले पहिला केबाट लिन्छ? फ्याटबाट लिन्छ। फ्याटबाट लिएर भ्याइसकेपछि के गर्छ? मसल्सबाट लिन्छ खानेकुरा। मसल्सबाट लिइसकेपछि ड्रप गर्न पर्यो, नत्र भने उसले बोन म्यारोबाट लिन्छ। बोन म्यारोबाट त्यो खानेकुरा लिन थालेपछि शरीर विक हुँदै जान्छ। त्यसलाई फेरि रिभर्स गरेर पहिलाको कन्डिसनमा लागि धेरै गाह्रो हुन्छ। त्यही भएर लङ फास्टिङ पनि मान्छेले बस्न सक्छ। तर त्यसका अरू जीर्ण जटिल र असाध्य प्रकृतिका रोगहरू छन् कि छैनन् त्यसलाई डाक्टरले त्यही गाइडलाइनमा प्रत्येक दिनको सल्लाह गर्दै त्यसलाई लम्ब्याउँदै लगेर लामो समय पनि राख्न सकिन्छ। जस्तै सुगरको लागि मिल्दैन, प्रेसरको लागि गाह्रो हुनसक्छ। नर्मली केही पनि नभएको मोटोपनको भनौँ न 20-22 वर्षको नानी बाबुहरू भनौँ न, उनीहरूलाई केही पनि समस्या छैन भने मोटोपन छ जस्तै उहाँलाई भनौँ न, अरू कुनै समस्या छैन भने उहाँले 20-25 दिन 40 दिन फास्टिङ बस्न सक्नुहुन्छ, केही समस्या पर्दैन। त्यो बेलामा शरीरले के गर्छ त भन्दा तपाईँले खानेकुरा नखाएपछि त्यो पचाउनलाई शरीरले जुन शक्ति खर्च गर्न पर्थ्यो नि, पचाउनलाई पनि शक्ति त जान्छ नि। खाना खाएपछि झुम्म हुन्छ नि। त्यो भएको के त भन्दा शरीरले त्यो पचाउनलाई श्रम गर्दाखेरि आलस्य आएको क्या। त्यो बचेको त्यो शक्ति जुन हुन्छ नि, पचाउनलाई त खर्च गर्न परेन तपाईँले खाना नखाँदा। त्यो बेलामा त्यो बचेको शक्तिले क्लिन्जिङ प्रोसेसलाई सपोर्ट गर्छ, फोहोर फाल्नलाई सपोर्ट गर्छ। तपाईँको जोर्नीमा छ भने त्यसलाई प्रेसर गरेर फाल्छ, कहीँ ब्लकेजहरू छ भने त्यहाँनिर खोल्नतिर बल गर्छ। त्यो शक्तिले त्यो बेलामा काम गर्छ। त्यो भएको भएर अरू धेरै हेल्थ इस्यु नभएको मान्छे, मोटोपन मात्रै घटाउन आएको मान्छे महिनौँ बस्न सक्छ, त्यसले समस्या केही ल्याउँदैन। होइन, अब यही प्रसङ्गमा चाहिँ के भयो भने मेरो आफ्नै अनुभव गर्छ है। म आएको 5 दिन भयो। पहिलो दिनमा चाहिँ मलाई थोरै दुखाइ सर्यो, उहाँहरूले डक्टरले भन्नुभएको थियो कि दुखाइ सर्छ, ठिक छ। दोस्रो दिन र तेस्रो दिनमा चाहिँ मलाई के समस्या भइदियो भने पिसाब पोल्ने, थोरै टाउको दुख्ने, घुमाए जस्तो हुने, पिसाब पोल्ने। पानी खाइरहेको छु, सिस्टरहरूले पनि भन्नुभएको छ कि प्रत्येक उपचारपछि 1 गिलास पानी पिउनुहोस्, तपाईँहरूको सुविधाको ठाउँमै छ। पिरहेको छु, मेवा खाएँ। मलाई चाहिँ काठमाडौँमा पनि मैले स्टिम बाथ गरेर म आफू निको भइरहेको हुन्थेँ। त्यहाँ चाहिँ के भन्नुभएको थियो भने दही नखानुहोस्, आँप नखानुहोस् र मेवा नखानुहोस् भन्नुभएको थियो। यहाँ चाहिँ डक्टरलाई सोधेको मेवा खानु हुन्छ भन्नुभयो। अब म घरमा भए त मलाई डर लाग्छ, मेवा खायो भने मलाई गाह्रो भयो भने म कहाँ जाउँ मनस्थितिमा। तर यहाँ के भयो भने बाइचान्स मलाई गाह्रो भइहाल्यो पनि भोलि बिहान त मसँग ट्रिटमेन्ट छ। मैले चाहिँ आफैले अब प्रयोग पनि गरेँ, खाएँ। मलाई राति चाहिँ नसाहरू दुख्यो। अब मैले थाहा पाएँ कि उहाँले भने तापनि मेरो शरीरले सुट गरेन, अनि त्यो खाएन। नरिवल पानीहरू पनि खाएँ, सबै गर्दा पनि मलाई समस्या भयो त्यो है। अनि मेरो थर्डमा के भयो भने यस्तो समस्या भइरहेछ, औषधि उपचार त हाम्रो त एकदम गर्मी टाइपको छ नि त।
हट बाथ भयो, अब हट मड भयो, अब हाम्रो त्यो पोटली पनि हाम्रो गर्मी नै छ, अब मौसम पनि फेरि गर्मी हुन सुरु भइसक्यो, मेरो फेरि शरीर पनि आफैमा गर्मी छ भनेपछि मलाई त्यो समस्या भएपछि अब मैले खानामा त मैले कन्सन्ट्रेट गर्नु पर्यो, किनकि शरीरलाई तागत पनि त चाहियो नि त्यो गर्मी पचाउनको लागि, उपचार शरीरले लिनको लागि भनेपछि मैले आफ्नो शरीरलाई आवश्यकता हुनुपर्ने खाना त मैले खानु परेन त। मैले अब वेटमा मात्रै ध्यान दिनु थालेँ भने त मेरो उपचार त मलाई लाग्दैन कि, मलाई त्यो फिल भयो। तपाईँ त्यो फास्टिङतिर जानु पर्यो? गएको छैन, तर मलाई कस्तो भयो म घरमा पनि मेरो खाना थोरै नै हो, अब एक कचौरा भात र अलिकति तरकारी थोरै दाल त्यो मेरो खाना हो। तर यहाँ चाहिँ अब सलाद खानु पर्यो, खाइरहेको छु भनौँ न, अनि अब दाल एक कचौरा, तरकारी एक कचौरा, बिहान साँझ सुप भयो, अनि अब खाना अथवा रोटी दलिया यो सब चाहिँ अब मेरो इन्टेकभन्दा बढी भयो कि, अनि मैले बिस्तारै खाना घटाउँदै ल्याएँ। घटाउँदा फेरि के खाने त, रोटी मात्रै घटाउँ, अब खानालाई शक्ति पनि त चाहियो शरीरलाई, फेरि तरकारीहरू घटाउँ, अलिकति पानीको मात्रा पनि त पुग्नु पर्यो भन्ने भयो। अनि मैले चाहिँ त्यही अनुसारको ब्यालेन्स गर्दा मेरो खानाको पनि मेरो एक्सपेरिमेन्ट नै भइरहेछ अहिलेसम्म पनि, अब 1-2 दिनमा सायद आउला ठाउँमा त्यो भइरहेछ कि। त्यो चाहिँ मैले मेरो मात्रै होइन, मैले कुरा गर्दा धेरैजनाको पनि सुनेँ कि, अब डक्टरसँग कन्सल्ट गर्दाखेरि पनि अब टाउको दुख्ने, झमझमाउने, अनि मसलहरू दुख्ने, मसलहरूलाई त अब त्यो उपचार लाग्नलाई त मसललाई प्रशस्त पानी चाहियो, पानी भयो भने पो उपचार पनि लाग्ला। अब मसल क्राम्पिङ हुने भनेको चाहिँ सायद त्यही नै होला जस्तो लाग्यो कि मलाई पनि, त्यही भएर म त्यतातिर खास फोकस पनि छैन, हुन त मेरो ओटली पनि मान्दैन, त्यही भएर खास मैले भन्न खोजेको चाहिँ त्यति मात्रै थियो कि। अब तपाईँको आउँदाखेरि पहिल्यै बर्निङ सेन्सेसन युरिनमा थिएन, यहाँ आएपछि हजुर हल्का पोल्न सुरु गर्यो। त्यो तपाईँले अघि नै भनेको कुराहरू तपाईँले आफ्नो बडीलाई आफैले अब्जर्भ गरेर रिसर्च गर्न थाल्नु भएको छ, त्यो ग्रेट कुरा हो। तपाईँलाई सबै उपचारका प्याटर्नहरू दुखाइ भएको ठाउँमा नदुख्ने बनाउनलाई तातो तातो उपचार दियो, तपाईँलाई भनियो के त भन्दा 1-1 गिलास पानी पिउने भन्नुभयो हाम्रा स्टाफहरू अथवा डक्टरले। गिलास सानो थियो कि तातोको उपचार भएको भएर त्यो 1 गिलासको ठाउँमा हजुरले 1.5-2 गिलास पिउन पाएको भए सायद त्यो चाहिँ नि हुन्थेन होला, त्यो पनि हुन सक्थ्यो। होइन अब बिहान उठेर हामी 1 गिलास तातो पानी, हल्का मन तातो पानी म सधैँ खाने हो, अनि अब हनी प्लस कागती चाहिँ मैले पहिला पनि खान्थेँ, यहाँ पनि भन्नुभएको छ कन्टिन्यू छ। त्यसपछि अब जुसमा गइन्छ, जुसबाट आएपछि अब एप्पल हुन्छ अथवा पानी हुन्छ, जे आफूलाई इच्छा लाग्छ त्यो खाएर हामी गइन्छ उपचारमा। गए पछाडि जाने बेला त्यहाँ गएपछि म 1 गिलास पानी खान्छु, त्यहाँनिर जुन गिलास छ, सानो चाहिँ छैन मिडियम नै छ, त्यो 1 गिलास पानी खाएर अब पहिलो उपचारमा जान्छौँ। बेसिकली हाम्रो 4 देखि 5 वटा उपचार हुन्छ बिहानमा, अनि अब त्यो उपचारको बिचमा हरेकचोटि अब 1-1 गिलास पानी खानु त त्यो शरीरलाई ठिकै छ जस्तो लागिरहेछ मलाई पनि। फेरि कहिले कस्तो हुन्छ अब भन्नु पनि हजुरले 2 गिलास पानी खाऊ, हाम्रो एउटा उपचार कम्तीमा 15 देखि 20 मिनटको हुन्छ, 20 मिनटमा हामीलाई बिचमा अब टोइलेट जानु मन लाग्यो भने हामीलाई असर पर्यो नि त, फेरि त्यो पनि हेर्नु पर्यो। अनि अब 1 गिलास चाहिँ हामीलाई ठिक्क हुन्छ कि, बाइचान्स 20 मिनटमा हामीलाई टोइलेट जान आउन पनि असहज हुँदैन। त्यो भइसके पछाडि चाहिँ अब त्योभन्दा मैले बढाएको चाहिँ छैन, र पनि मलाई बर्निङ त्यो फिल भइरहेको, तर हिजोबाट फेरि अलिक कम भइरहेछ थोरै। मैले अब्जर्भ पनि गर्दै गएँ, आफूलाई एक्सपेरिमेन्ट पनि गर्दै जाँदा चाहिँ थोरै कम भइरहेछ। अब यो सिक्दै पनि छु म आफूले, फर्स्ट टाइम हो मेरो होइन, उपचार के हो, शरीरले कतिको लिन्छ लिँदैन, मेरो शरीरले कतिको लिन्छ लिँदैन त्यो चाहिँ म अलिकति एब्जर्भ गरिरहेको छु कि, त्यही नै हो कुरा। हजुर के दुखाइ हजुर ए हुन्छ सुनाउँदा हुन्छ। हामी त वेटै घटाउनु, सबसे वेट घटाउन आएको, वेट घटाउ केही नभइकन आएको, यहाँ आएर हातगोडा दुखेको छ, उपचार लाग्दैछ कि, उपचार लाग्दैछ। फेरि जम्मा 4-5 दिन मात्रै छ नि त भएको हाम्रो, होइन धेरै दिन पनि भएको छैन आएको। त्यसलाई के बुझ्न पर्यो भने प्राकृतिक चिकित्सामा राम्रै हिँडेर आएकै मान्छे पनि क्या, जस्तै बाथको समस्या भनौँ न, उसले घरमा त पेन किलरहरू खाइरहेको हुन्छ, नदुख्ने औषधि खाएको हुन्छ नि त, यहाँ आउँदा त ऊ राम्रै हिँडेरै आएको हुन्छ। अब हामीले त यहाँ त औषधिको डोजहरू घटाउँदै घटाउँदै ल 0 मेडिसिन बनाउने हो कि होइन, उसलाई त्यो पेन किलर औषधि नखा भनेर यो उपचारले पनि काम गर्न थालेपछि तपाईँको जोइन्टबाट तपाईँको चिनीको दाना जस्तो निक्लिने हो कहाँबाट पाथलाई, त्यो तपाईँको व्हिल चेयरमा पनि जान्छ कति केसहरू, अनि पछि फेरि शरीरले आफै रिबिल्ड गर्दै रिनोभेट गर्दै फेरि
राम्रो भएर जान्छ। त्यसलाई भन्छ उभार। आएको अवस्था भन्दा कति कुराहरूमा आएको वेदनाभन्दा अझ बढ्छ। यो किनभने शरीरले त त्यहाँभित्र त काम गर्न थाल्यो नि त, मलाई त्यसले केही न केही क्रिया त गर्यो नि त्यहाँनिर। क्रिया गर्दाखेरिमा तपाईँको कति कुराहरू के हुन्छ भने ल्याबमा नदेखिएको पनि हुनसक्छ क्या। त्यो ल्याबमा नदेखिएको कहीँ बाथका कुरा, युरिक एसिडको लेभल अलिकति माथि भएको कुरा यदि तपाईँको थियो भने तपाईँले चेक नगरेको त तपाईँलाई थाहा हुने कुरा भएन। त्यो पनि यसले यहाँ के गर्न थाल्यो त भन्दा प्रोसेस गरेर त्यो ठाउँमा भएका समस्याहरूलाई त्यहाँबाट निकाल्न लाग्यो। नसा च्यापिएको मानौँ न, नसा च्यापिएको अथवा नसा तर्किएको अथवा डिस्क बल्ज भएको अथवा बाङ्गिएको सोचिँदाखेरि त त्यहाँनिर त्यसले क्रिया गर्दाखेरि त दुखाइ त बढ्ने हो नि त। आफ्नो ठाउँ छोडेको नसा फेरि त्यसलाई सेकताप गरेर होइन, त्यसलाई चाहिँ जडीबुटीको मसाज गराएर त्यो गरेर आफ्नो ठाउँमा आउँदाखेरि त पहिला भएको ठाउँ र अर्को ठाउँमा जाँदाखेरि त त्यसले त्यहाँनिर क्रिया गर्दाखेरि त दुखाइ बढ्ने भयो नि त। अनि त्यो ठाउँमा गएर सेट भइसकेपछि अनि क्रमिक त्यसको दुखाइहरू घट्दै 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 जान्छ। त्यो भएको कारणले गर्दा शरीरले गरेको क्रिया हो त्यो, त्यसमा डराउनु भयो। किनभने यहाँको खानाले त केही बिगार्दैनन्, बिगार्छ र यो उपचारले केही बिगार्ला र? अब यो गफगाफले केही हामीलाई बिगार्यो र? आनन्दै आयो नि त। तपाईँलाई ह्याप्पिनेस आउने बित्तिकै ह्याप्पी हर्मोन निक्लिन्छ। ह्याप्पी हर्मोनले जहाँ जहाँ बिग्रेको छ नि त्यहाँ रिबिल्ड गर्छ, त्यहाँनिर मर्मत गर्न थाल्छ क्या त्यसले। त्यो भएको कारणले गर्दा यो बेलामा तपाईँहरूले हरेक आफ्ना जिज्ञासाहरू हुन्छ नि डाक्टर साहबसित सेयरिङ गर्ने, त्यसको एन्सर लिइहाल्ने। तपाईँलाई लागेको कुरा डायरी नोट गर्नुहोस् होइन। अब जस्तै तपाईँलाई यो लौकाले मलाई कहीँ असर गर्छ कि भन्ने तपाईँलाई भान्सामा लाग्यो भने डक्टरले आएर सोधिहाल्नु। असर गर्दैन भनेपछि को तपाईँको खुवाइ र हो यो ल के को खुवाइले त्यो दिनको पेट बिग्रिहाल्यो क्या। किन भन्दा भनिएको छ नि डर छ नखाऊ, खानै छ नडराऊ। डर छेरुवा भने नि त हो। डर भनेको चिज विदिन सेकेन्डमा त्यो शरीरले डराउँदाखेरिमा एसिड पैदा गरेर दिशालाई के बनाइदियो, छेर बनाइदियो। त्यो डराउनु भएन। तपाईँको कुनै पनि चिज बिगार्ने प्रकृति हाम्रो कुनै एक्टिभिटी नै छैन भने तपाईँले शङ्का मान्नु भएन। सातो गयो भने चाहिँ पातले दिशा गर्छ भन्ने हाम्रो पहिला पनि भन्नुहुन्थ्यो नि त। हजुरको समस्या चाहिँ कि दुखाइले आउनुभएको हामीको? मेरो चाहिँ खासमा यो दुखाइ नै भन्दा पनि मेरो यो ढाडमा दुखाइ छ, मिड ब्याकमा होइन। अनि म काठमाडौँ बस्छु अनि मेरो हस्बेन्डको पनि त्यही छ समस्या। उहाँको चाहिँ यहाँ डेराको लिगामेन्ट केही पनि छैन। मेरो चाहिँ यो बाल्टी उचाउँदाखेरि दुखेको म आफूलाई थाहा छ। अनि उहाँको पनि यहाँनिरको लिगामेन्ट च्यातिएको छ। उहाँले पनि अब त्यो चाहिँ डक्टरहरूले तपाईँको लामो अब यो सन्चो चाहिँ हुँदैन, कन्ट्रोल मात्रै हुने हो भनिदिनु भएको छ। रिपोर्टहरू छ यहाँ त सरको एमआरआईहरू यताउति सबै कुरा छ। यहाँको डक्टरको ओपिनियन लिउँ न। त्यो पनि हो उसले भनेको कुरा। के भन्दा हाम्रो डक्टरहरू त त्यस्तो केस त 20,000 सन्चो बनाइसकेको अनुभव छ नि त उहाँहरूसित। अनि हामीले चाहिँ बानेश्वरमा हाम्रो चाहिँ जागृति आरोग्य केन्द्र भन्ने उपचार केन्द्र भन्ने छ होइन। अनि त्यहाँ चाहिँ हामीले स्टिम प्लस थेरापी गरिरहन्छौँ कि बेला बेलामा जब हामीलाई पेन हुन्छ, गाह्रो हुन्छ, असहज हुन्छ, शरीरहरू दुख्न थाल्छ हामीहरू जान्छौँ। बाथ गरेपछि शरीरहरू एकदम फिट एन्ड फाइन, थेरापी गरेपछि अब हामीलाई ब्याक पेन अलिकति रिलिफ हुन्छ। अनि त्यहाँ चाहिँ हामीलाई त्यहीँ गर्दा गर्दै अब मलाई एकचोटि साह्रै गाह्रो भएपछि उहाँले के भन्नुभयो भने एमआरआई त नगरौँ, खर्च पनि त बढी लाग्छ, रेडिएसन पनि हो अनावश्यक त्यो शरीरमा लाग्छ। सामान्य एउटा एक्सरे गरेर हेरौँ त हामीलाई त अनुभवले थोरैले त्यो एक्सरेले पनि हामी थाहा पाउन सक्छौँ कि के भइरहेछ अथवा भएको छैन भनेपछि एक्सरे गरेर हेर्दाखेरि L3 र 4 को बिचमा चाहिँ नसा थोरै चापेको छ भन्ने कुरा निस्क्यो। निस्किसकेपछि चाहिँ अब मलाई बार बार दुखिरहन्छ। बच्चा पनि सानो छ, फेरि 3 वर्ष भयो। अनि अब बच्चाको एक्टिभिटीसँग डिल गर्न मेरो शरीरले सकेन। नसकिसकेपछि चाहिँ अब अहिले बिदा पनि हुने, घरमा अब हेरिदिने मान्छेहरू पनि भइसकेपछि अब मेरो फेरि दिदीहरू पनि आउनु भएको छ कि यहाँ। पहिला 10 वर्ष अगाडि ठुलो चाहिँ दिदी आउनुभयो। अनि 7 वर्ष त्यस्तै आसपासमा माइलो चाहिँ दिदी आएर उहाँहरू दुवैजना 100% कम्प्लिट भएरै जानुभएको हो। उहाँको त्यस पछाडि दुखाइ भएको ठुलो चाहिँ दिदीको बिचमा अस्ति भर्खर एकचोटि मात्रै भयो, धेरै वर्ष पछाडि। माइलो दिदीको पनि त्यस्तो भएको छैन।
अनि भइसकेपछि अब म पनि त जाउँ न त अँ। उहाँहरूले गरेर आएपछि अब शरीर राम्रो भएको छ भने अब 15-20 दिन गएर हुन्छ भने म पनि त जाउँ भनेर अनि खासमा म यहाँ आएको हो कि एकदम बोल्ड डिसिजन गर्नुभयो दिदीलाई जस्तो 100% रिजल्ट जान्छ तपाईँलाई पनि ल। र सरको विषयमा पनि त्यो एमआरआई मगाएर डक्टरसित एक्चुअली कन्सल्ट चाहिँ गरौँ त्यो चाहिँ हामी 9 गते मात्रै गरौँला त्योभन्दा अगाडि सर पनि आउट अफ भ्याली हुनुहुन्छ ए ओके हाम्रो ठिक छ डकुमेन्टहरू रुममा छ 9-10 गते आउनुहुन्छ त्यसपछि गरौँला सल्लाह गरौँ न डाक्टर साहबको के राय हुँदो रहेछ